हेलो एभ्रिवान, साइलीको भान्साघरमा हजुरहरूलाई स्वागत छ। जाडो एकदमै बढिरहेको छ अनि तातो तातो झोल त खानै पर्यो। अनि आज हामीले बनाउन लागेका छौं खुट्टीको रस। एकदमै मिठो हुन्छ, जाडोमा एकदमै मजा आउँछ खानको लागि। खुट्टीको रस चाहिँ सबैको आफ्नै आफ्नै तरिका हुन्छ। मैले चाहिँ 5 फुरन फुराएँ अनि तेजपत्ता 2टा, स्टारनिस अनि सुकुमेल ल्वाङ अनि दालचिनी पनि, अनि मजाले भुट्ने। तोरीको तेल हाल्यो भने चाहिँ मिठो हुन्छ है त। त्यस पछाडि मजाले खुट्टीलाई भुट्ने। अनि हजुरहरूलाई मनपर्छ भने चाहिँ के भन्छ त्यो फ्याटहरू हाल्दा पनि हुन्छ। मलाई चाहिँ मन नपर्ने भएर खुट्टी मात्रै हालेँ। अनि मजाले भुटिसकेपछि पछि प्याज हाल्ने। प्याजलाई पनि ब्राउन हुने गरी भुट्न पर्छ। यो बनाउनलाई चाहिँ एकदमै इजी छ, त्यस्तो मेहनत गर्नु पर्दैन। अनि टमाटर प्याज चाहिँ मजाले हालेर भुट्ने। अनि अलिकति लपक्क भएपछि हामी लसुन अदुवाको पेस्ट हाल्छौँ। यो पनि एकछिन पकाउन पर्छ, धेरै बेर पकाउन पर्दैन। अनि मजाले चलाइसकेपछि तातो पानी हालिदिएर सिट्ठी लगाउने। सिट्ठी चाहिँ मजाले लगाउन पर्छ। त्यो भित्रको यो हड्डी नै मजाले पाक्छ क्या। हड्डी नै पाकेपछि चाहिँ एकदमै मजा आउँछ खानको लागि। जाडोमा त झन् धेरै मिठो हुन्छ खानासँग। ट्राई गर्नु होला हजुरहरू पनि यो जाडोमा खुट्टीको रस। यो पकाउनको लागि चाहिँ पेसेन्स चाहिन्छ। 1-2 सिट्ठीमा चाहिँ पाक्दैन। हामी चाहिँ 45 मिनट घडी हेरेरै पकाउँछौँ। अनि मजाले भित्रसम्म हड्डी पनि पाक्यो भने चाहिँ मजा आउँछ नि त खानको लागि। यसको सबै स्वादहरू रसमा जान्छ। अनि कसैलाई चाहिँ खानासँग मन पर्दैन भने यत्तिकै सुप मात्रै पियो भने पनि, रुगा खोकी लागेको छ भने चट हुन्छ यसले चाहिँ। अनि 1 कचौरा सुप खायो भने शरीर पनि तात्ने, मन पनि तात्ने। जाडोमा ट्राई गर्नु होला। आजको यो मेरो रेसिपी कस्तो लाग्यो हजुरहरूलाई? अब हामी छिटै अर्को भिडियोमा भेट्नेछौँ। ह्याप्पी स्याटरडे। थ्याङ्क यू।